नेपाली जनप्रगतिशील मोर्चा साउदी अरबले म्यान पावर कम्पनीका कारण नेपालीहरू फँसिरहेको भन्दै विभिन्न 10 बुँदे माग राखी साउदी स्थित नेपाली दूतावासमा ज्ञापन पत्र बुझाएको छ। म्यान पावरले आकर्षक र आर्थिक प्रलोभन देखाएर नेपाली युवालाई विदेशमा पठाएर अलपत्र पार्ने गरेको भन्दै त्यस्ता म्यान पावरलाई कडाभन्दा कडा कारबाही गर्न उनीहरूले माग गरेका छन्। त्यस्ता म्यान पावरको लाइसेन्स खारेज गरिनुपर्ने, श्रम विभाग र रोजगारदाता कम्पनीसँग फरक फरक सम्झौता गरिएको पाइएकोले त्यसलाई बन्द गर्न एयरपोर्टमा कडा चेक जाँच गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा छ। यस्तै साउदी अरबमा पुगेका घरेलु महिला कामदारको अवस्था दयनीय भएको भन्दै गैरकानुनी रूपमा महिला कामदार पठाउने गिरोहको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने मोर्चाले जनाएको छ। सवारी दुर्घटनामा परि ज्यान गुमाउने नेपाली कामदारको संख्यामा वृद्धि भएको भन्दै मृत्यु भएको 2 महिनाभित्र स्वदेश पठाउने व्यवस्था गरिनुपर्ने, नेपाल सरकार र साउदी सरकार बीच वैज्ञानिक श्रम सम्झौता गरिनुपर्ने, दूतावासको शरणमा पुग्ने पीडित कामदारलाई भोजन र आवासको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेको छ। सो अवसरमा नेपाली राजदूतले मागहरूप्रति आफूहरू गम्भीर रहेको भन्दै माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता जनाएको साउदी अरबबाट उपेन्द्र बस्नेतले जानकारी दिनुभयो।